नमस्कार। आपको बारेमा जानकारीहरू सेयर गर्ने क्रमलाई म निरन्तरता दिनेछु। यो भागमा म धन्वन्तरी निघण्टुबाट केही कुरा राख्छु। यो निघण्टु ग्रन्थमा पहिला आँपका पर्यायवाची शब्दहरू दिइएको छ। त्यसपछि भनिएको छ, आम्रो, रसालो, माकन्द, कामाङ्ग, पिकबान्धव आदि भनेर यसका आँपका नामहरू पनि दिइएको छ। अनि तल भनिएको छ, बालम कषायम कट्वम्लम रुच्यम वातास्र पित्तकृत सम्पूर्ण माम्रमम्लं च रक्तपित्त कफप्रदम हृद्यम वर्णकरम रुच्यम रक्तमांस बलप्रदम कषायानुरसम स्वादु वातग्नम बृंहणम गुरु। आपको चिचिलो, टर्रो, पिरो, अमिलो, रुखो तथा वातविकार, रक्तविकार र पित्तविकार गर्ने गुणको हुन्छ। छिप्पिएको तर नपाकेको सबै खालको आँप अमिलो तथा रक्तपित्त र कफ विकार गर्ने गुणको हुन्छ। यस्तो आँप मुटुका लागि हितकर, शरीरको वर्णमा निखार ल्याउने, रुचिप्रद तथा रगत मासु र बल बढाउने गुणको हुन्छ। आँपको पछिल्लो स्वाद टर्रो र गुलियो हुन्छ। यसले वात विकार नाश गर्दछ। यो पौष्टिक र पचाउन कठिन हुन्छ। पित्तावरोधी सम्पक्वम आम्रम शुक्र विवर्धनम मधुरम बृंहणम बल्यम गुरु पिष्ठम भ्यजीर्णकृत। राम्ररी पाकेको आँपले पित्त विकार नाश गर्दछ, वीर्य बढाउँदछ, गुलियो हुन्छ, पौष्टिक हुन्छ, बल दिन्छ, तर पचाउन कठिन हुन्छ, कब्जियत र अजीर्ण अथवा अपच रोग गराउने गुणको हुन्छ। सहकार रसो हृद्य सुरभि स्निग्ध रोचन। आँपको रस मुटुका लागि हितकर, मनमोहक, चिल्लोपनले युक्त र रुचि बढाउने गुणको हुन्छ। त्वङ्मूल पल्लवम ग्राही कषायम कफ पित्तजित। आँपको जुन बोक्रा, जरा, पात र पालुवा यसले कब्जियत गराउने, टर्रो स्वादको, कफ विकार र पित्त विकारलाई जित्ने गुणको हुन्छ। क्षुद्राम्रस्यात् कृमितरुर लाच्छा वृक्षो जतुद्रुम सुकोशको घनस्कन्द कोशाम्रश्च सुरक्तक कोशाम्रोम्ल कटुपाके वीर्योष्णोथा निलापः कफपित्त करो रुच्य कुष्ठग्नो रक्तशोधन। सानो जातको एउटा आँप हुन्छ, त्यसलाई बिज्जु भनिन्छ। सुरुमा यसका पर्यायवाची नामहरू दिएका छन्। यो आँप अमिलो, पचेपछि पिरो, शरीरलाई गर्मी गर्ने, सोझो अर्थमा म त्यही भन्छु। यहाँ उष्णवीर्य भन्ने छ, यसको लामो अर्थ हुन्छ उष्णवीर्यको हुन्छ र वात विकार नाश गर्दछ। यसले कफ विकार र पित्त विकार गर्दछ। यो रुचिप्रद, कुष्ठ रोग नाश गर्ने र रगतलाई प्रशोधन गर्ने गुणको हुन्छ। कुन आँप भन्दा बिज्जु आँप। यसै गरी ठुलो जातको कलमी आँप हुन्छ, त्यसलाई राजाम्र भनेर आयुर्वेदमा लेखिएको छ। यो आँप चाहिँ अमिलो, उष्णवीर्यको र पित्त विकार गराउने गुणको हुन्छ भनिएको छ। अनि सरम कोशाम्रजम तैलम कृमिकुष्ठ विषापहम भनिएको छ। बिज्जु आँपको जुन तेल हुन्छ त्यसले किरा, कुष्ठरोग र विष विकार नाश गर्दछ भनेर यो धन्वन्तरी निघण्टु नामक पुस्तकमा लेखिएको छ। अर्को भागमा अन्य प्राचीन पुस्तकहरूका कुरा यहाँहरूलाई जानकारी दिनेछु र यस भागबाट बिदा हुन चाहन्छु। नमस्कार।